ओके सो जन राईको नयाँ गीत पर्खिरहेछु को अफिसियल म्युजिक भिडियो पनि आइसकेको रहेछ। सो रियाक्सन गरिदिउँ न त कस्तो रहेछ म्युजिक। कस्तो रे In the world of two lovers, pot breaks and silence begins to speak. He didn't leave. He lost his way, searching for the flower that would make her smile. Inside the stillness, a seed quietly grows of love, of waiting, of hope, but not knowing the truth. Her heart grows impatient, restless with guilt, believing he walked away. जन राईको चाहिँ म्युजिक भिडियोहरुमा स्टोरीहरु है राम्रो हुन्छ। उसको गीत सँगसँगै म्युजिक भिडियोहरु पनि धेरै नै आर्टिस्टिक हुन्छ क्या, अनि त्यो चाहिँ मलाई पनि राम्रो लाग्छ। यो चाहिँ उले म्युजिक भिडियो कतातिर जाँदैछ भन्ने तरिकाले लेखेको होला है। यो माया हो तिम्रै लागि मुटुमै छाउने नमेटिने गरी थाहा छैन आउँछ कि आउँदैन तिमी फर्केर सम्झेर बसेको छु तिमीलाई पर्खेर के मैले जस्तै तिमी सम्झिरहेछौ मलाई भुलिदिन्छ ओके सो यो गीत चाहिँ ब्यालेट रक है, ब्यालेट रक टाइपको रहेछ। अनि म्युजिक भिडियोलाई पनि उसले धेरै नै प्रायोरिटी दिँदो रहेछ क्या, कथा भन्नु खोजिरहेको हुन्छ। गल्ती भयो पहिल्यै अब हुने छैन पहिले चिनेको थिइन तिमीलाई कसरी खोजेरी गइदे तिमीमा जति जस्तै अब मलाई कतिवटा गीतमा त्यो अननेसेसरी सोलोहरु मलाई मनै पर्दैन क्या। मेलोडिक खालके सोलो राम्रो थियो यसमा, जे गीतले मागेको सोलो थियो। ओभरअल कम्पोजिसन राम्रो थियो।
लास्टको हाई पार्ट पनि एकदमै राम्रो थियो। कि मैले जस्तै तिमी सम्झिरहेछु मलाई। एज अलवेज यो गीत पनि मलाई मन पर्यो, किनभने उसले प्राय गीतलाई टाइम लिएर बनाएको हुन्छ अनि म्युजिक भिडियोमा पनि उसले धेरै नै थट प्रोसेसहरू हालेको हुन्छ है। त्यसले गर्दाखेरि अब क्रिटिक गर्ने कुनै ठाउँ नै छोडेको हुँदैन क्या जनले। यो गीत पनि मलाई राम्रो लाग्यो। लिरिक्स र म्युजिक भिडियो रिलेटेबल छ। जस्तै अब कुनै पनि रिलेसनसिपमा कम्युनिकेसन राम्रो छैन भने यो सिचुएसनमा चाहिँ पुग्न सक्छ। जन राईले चाहिँ केटाको पर्सपेक्टिभबाट लेखेको रहेछ यो गीत, तर म्युजिक भिडियोले चाहिँ अर्को डाइमेन्सन दियो क्या उसको त्यो लिरिक्सलाई, जसमा चाहिँ अब एउटा केटीको पर्सपेक्टिभ पनि दियो क्या है। मलाई त्यस्तो लाग्यो यो म्युजिक भिडियोले। अनि दुईटा लिरिक्स र म्युजिक भिडियोको कम्बिनेसन एकदमै मजाले मिलेको रहेछ क्या। ल ओभरअल मलाई गीत पनि धेरै नै मन पर्यो। ब्यालेड रक रहेछ है। त्यसमा जन राईको उसको भोकल पर्फर्मेन्स, यस म्युजिक भिडियो र जन चाम्लिङको लिरिक्स चाहिँ एकदमै मजाले ब्लेन्ड भएर चाहिँ एउटा राम्रो कहानी सुन्न र हेर्न पाएँ।